फ्रेन्ड्स, यो चाहिँ मेरो युट्युब च्यानलमा पहिलो ब्लग हो होइन। अब भोलि चाहिँ हामी घुम्न जाँदैछौँ। मेरो लाइफको फर्स्ट ट्रेकिङ, आई मिन मेरो लाइफको फर्स्ट एक्सपिरियन्स भनौँ। अलिअलि नर्भस पनि फिल भइरहेछ होइन। अब यहाँ कोही कोही मान्छेहरूको जोस चाहिँ हेर्नु है तपाईँ, पुरा हुन्छ नि च्यापमा छ होइन केटा चाहिँ। अब हामीले सामानहरू चाहिँ लगभग सबै ठिक पारिसकेको छ सामानहरू होइन। सामानहरू टक्क हामी कति 5 जनाको ग्रुप हामी जान लागेको। सामानहरू चाहिँ टक्क सबैलाई हुने गरिराखेको छ। अब अहिले चाहिँ हामी सबै प्रिपेयर गर्दैछौँ। मेबी हामी अब केही 4-5 घन्टापछि निस्किन्छौँ होइन, एकछिन रेस्ट गरेर। 5 hours later. यो गुड मर्निङ गाइज, हामी चाहिँ उठिसकेका छौँ। अब जाने, अब हाम्रो जर्नी मेबी स्टार्ट हुन्छ हामी जाने। तर एकजनाको चाहिँ अझै पनि निद्रा खोजेको छैन होइन। जुन बेला पनि यही सुतेर बस्या हुन्छ। अब हामी हाम्रो टिममा भएको अरू मान्छेलाई देखाउँछु तपाईँहरूलाई। हाम्रो एउटा सर चाहिँ यहाँ पहिल्यै उठेर यहाँ रेडी भएर बसिसक्नु भएको छ, टक्क मोबाइल लगाएर होइन। सबभन्दा पहिला चाहिँ वहीँ उठेर रहेछ आज। अनि यहाँ छ नि यहाँ छ हाम्रो सिद्ध दादा, अर्को छ यहाँ दादा उठ्ने होइन। जोस जागर चल्दैछ। 1 hour later. गाइज होइन, म चाहिँ नुहाएर आइसकेँ होइन। त्यही पनि यिनीहरू उठाएको छैन कि। हेर म चाहिँ कति देर सुत्छ होइन। हाम्रो प्लान चाहिँ यहाँ 5 बजी निस्किने भएको थियो। यहाँ खै 6 बज्न लागिसक्यो। 6 बजे पनि निस्केला जस्तो लाग्दैन। हाम्रो अर्को गाइजहरूलाई उठाउन जाउँ है त। दादा, सिद्ध दादा, सिद्ध दादा। ओ प्रशान्त, तेरो त लुगा फेर्नुपर्छ होइन भने। ओए लुगा फेर, उठ उठ भने, लुगा फेर भने, उठ। ओए उठ भने, उठ उठ। यस्तो छ जोस जागर होइन। खै आज पनि टाइममा निस्केला जस्तो त लाग्दैन। 1 hour later. यो गाइज फाइनली हाम्रो हिरो चाहिँ उठिसकेको छ होइन। हिरो के छ विचार हाम्रो बेथान चोक जाने प्लानको बारे? अरे होइन, फाइनली हाम्रो केटाहरू उठिसकेको छ। यो चाहिँ मेरो भाइ, यो पनि यो र म आज सँगै पहिलोचोटि बेथान चोक जाँदैछौँ। ए हाँस न, हेलो भन्दा। मेरो अर्को यार पनि उठिसकेको छ। भाइ के छ विचार? रमाइलो गर्ने आज गएर अब हाम्रो एकजना मात्र बाँकी छ उठ्नलाई चाहिँ। हेरौँ उहाँको हालत के छ। देखाइसक्यो है, धम्की खतरा आयो, डरै लाग्यो त। 1 hour later. फाइनली गाइज वी आर मुभिङ होइन। हाम्रो निस्किने कुरा चाहिँ आज खासमा 5 बजेदेखि 5:30 बजेको बिचमा थियो होइन। हामी चाहिँ भर्खर 6:30 बजे ठ्याक्क 1 घन्टाको डिलेमा निस्किँदैछ। त्यो डिलेमा के भन्नुहुन्छ तपाईँ? भन्नु न तपाईँ। सबभन्दा पहिला सुरुमा उठ्ने आज भने आज जोस जागिरो। फाइनली अब हामी यहाँबाट मुभ अन भएर अब जग्गातेमा गाडी चढेर हामी त्यहाँबाट पनौतीसम्मको यात्रा गर्नेछौँ।
अब हामी गाडीमा चढेपछि थाहा हुन्छ अब कति टाइम लाग्छ, तर मेरो हिसाबमा चाहिँ त्यहाँ पुग्नलाई लगभग होइन आधी घन्टा जति लाग्ला। यस यस क्यामेरा एकदम नयाँ है। अन द वे थाम्चो हाम्रो चाहिँ क्यामराम्यान भाइ हो। A few moments later. अब चाहिँ हामी जाँदैछ होइन फाइनली गाइज, तर कहानीमा अलिकति ट्विस्ट आएको छ। यो मुर्तारको भारी मैले बोक्नु परिरहेछ, भारी स्वाइप होइन, यसरी जार बोकेर हिँड्नु पर्यो। अब के गर्नु, अब हामी चाहिँ जग्गादेखि उकाल्दैछौँ। यदि हामी अब जग्गातीमा 5 मिनट जतिमा पुग्छ होला। हामी एउटा पसलमा पानी नभएर पानी किन्न रोकेको छ। जार पनि चुइनी जार परेर बाटोभरि पानी चुहाउँदै होइन, उता पुग्दाखेरि चाहिँ अब निथ्रुकै भएला जस्तो लाग्यो। जस चल्दैछ, फर्स्ट टाइम ट्रेकिङ एक्सपिरियन्स गर्न पाइन्छ, जस मजा आइला जस्तो छ। यही सोचेर अचम्म लागिरहेछ कि होइन, यहीँ त यस्तो गाह्रो भयो, उतानिर त्यत्रो उकालो चाहिँ कसरी उकाल्ने हो है भाइ? यसमा तेरो 2 शब्द भन्नु। म शब्दविहीन छु, मलाई केही भन्न मन छैन। ए मलाई क्यामेरा नदेखा होला। ल ल ल मलाई क्यामेरा मनै पर्छ। यहाँ हिँडिरहेको छ होइन। ओइ भाइ मोच छ, ओइ ओइ फोटोग्राफर, ओइ क्यामराम्यान। उहाँ चाहिँ हाम्रो गाइड हुनुहुन्छ है, मैले भन्न बिर्सेछ। अनि सेकेन्ड टाइम गएको होइन, मलाई त बाधै याद छैन यार। होइन हाम्रो नेभिगेटर जे भने नि गुगल म्याप नेभिगेटर जे भन्यो पनि हाम्रो चन्दन सर हो होइन। चन्दन सरले बाटो बिर्स्यो भने चाहिँ हामी हरायो भने हुन्छ, फिक्स हरायो। रिदम सर कस्तो एक्सपिरियन्स भइरहेको छ त दादा? भाइ अपाङ्ग सिटमा बस्न पुग्यो भाइलाई। सिद्धा दा लोकल बसमा बसेको कस्तो अनुभव भइरहेको छ तपाईँलाई? ओ सिद्धा दा बवाल छ। बवाल उठ्न उठ्न ढिला भयो क्या, उठ्न ढिला भयो भने उठ्न ढिला भइसक्यो। ढिला भयो कि आज पुग्दैन 11 बजीसम्म चाहिँ पनौती पुग्दै बस्नुपर्छ। पनौती गाई होइन, यहाँ पनौतीबाट हामी ढुङ्गरको गाडी चढेर जानुपर्छ। हाम्रो ब्लग बनाएर यस्तो गर्ने मान्छे यही हो, यही। मेरोमा सधैँ हुन्छ ल भन्न हो।
भ्लग बनाएर काम बिगार्ने मान्छे यही हो काम साम केही गरेन भ्लग बनाएर बसेको छ भ्लगको बी थाहा छैन सिनेमाटोग्राफी एकछिन अघि होइन त्यत्रो भारी त्यो डिकी खोलेर बसिरहेको छु क्या म भ्लग बनाएर बसिरहेको छु होइन अब यिनीहरूको हात प्याक भइसक्यो भ्लग बनाएर खाली बसिरहेको छु चुट्नु पर्ने हो क्या यसलाई बानेर खाँदैन तैँले त भ्लग बनाएर खाँदैन हाम्रो नेभिगेटर कन्सर यहाँबाट अब पुग्नलाई कति टाइम लाग्ला 5 घन्टा So we catch this once. साँच्चै 5 घन्टा Hold it. नेभिगेटर कन्सर अब हामी 5 घन्टा फेरि गाडीमा ट्राभल गर्नुपर्छ 5 hours. 5 hours. Does it take 5 hours? Right now we are in the Panoti bus park होइन अब यहाँबाट हामी लगभग अझै कति घन्टा बसमा सफर गर्नुपर्ने भयो थाहा छैन त्यसैले अब हामी यहाँ काटाकुटी केही किन्न आएका छौँ भिटामिलको रत्न पार्क होइन कस्तो स्वाद आइरहेको छ भिटामिलको हजुरको के भन्न चाहनुहुन्छ ल्याउने मान्छे चाहिँ यही हो खानाबाट 5 रुपियाँ जानेले यो 10 रुपियाँ तिरेर ल्याएर चाहिँ 5 पिस पनि छैन होला यसको A few moments later. अनि हामी जग्गादेखि मनोतीसम्म आएको कति 70 रुपिस परेको थियो यो सोच्यो भने नि महँगो पऱ्यो म त 50 रुपिसमा काम निस्किन्छ होला भन्न थालेको छ भास्ट डिफ्रेन्स के रोड पनि एकदम अफ रोड छ होइन गाडीमा ट्राभल गर्न नसक्ने मान्छेले चाहिँ अलिक गाह्रै हुन्छ यो perfect night tonight. फाइनली गाइज हामी पुग्यो होइन हाम्रो स्टार्टिङ पोइन्ट चाहिँ यहाँदेखि यताबाट तल जाने हो हाम्रो गाडीको अनुसार चाहिँ हामी यतैबाट जाने हुन्छ होइन सो वी आर टेकिङ सम्स लिटिल टी ब्रेक अब यहाँ अलिकति नास्ता पानी गरेर जाने पेसिङमा हिँड्यो भने 5 घन्टा अब हाउ गर्दै बिस्तारै हिँडेको भने 7-8 घन्टा 7-8 घन्टा राम्रो साँच्चै के भन्नुहुन्छ तपाईँ गाडीको सफर कस्तो भयो ठिकै ल आवाज ट्रिट बोल्न फाइनली गाइज यु आर मुभिङ टु बेथान चोक होइन तर कस्तो अवस्थामा भने एकदम बिजोक अवस्थामा यस्तो पारामा गइरहेछ हामी टक्क जार बोक्दै अब उहाँसम्म जार बोकेर जानुपर्छ होइन कोही चाहिँ यहाँ गिटार बोक्दै ब्याग बोक्दै मेन भरिया त यहाँ देख्नु भएको छ सबैजनाको आफ्नो आफ्नो पीडा यहाँ होइन त भाइ अहिले के छ नहिँड्ने बेला जात तल राख्न अनि छोड्दैन मजा आइरहेछ नि छोड्दैन माथि चढ्दाखेरि यसको बाउ देखिहाल्छ सो दिस इज द इन्ट्री पोइन्ट अफ द बेथान चोक हामी चाहिँ अब बेथान चोकको लागि हिँड्दैछौँ होइन टक्क लगाएर यताबाट निस्किँदै हामी सिधै अब बेथान चोकलाई ओर्लिँदै अब उहाँसँग यसरी जार बोकेर जानुपर्ने हो है कसरी जानु यहीँ गाह्रो भइसक्यो हेरौँ के हुन्छ यस आई क्यान डु दिस
यहाँबाट अझै कति अझै 5 घन्टा हिँड्नुपर्छ भन्ने छ होइन 5 मिनट हिँडेको छैन हावा टाइट भइसक्यो कसरी जाने हो थाहा छैन I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. नयाँ साथी पाएर त हामीले अब यो पानी बोकेर लाने उहीँसम्म बोक्ने केटा छ यस 2 दिनदेखि बस्ने है अझै होइन 2 दिन बस्ने पानी त चाहिन्छ अनि यो सुके दाउरा पनि अलिकति अनि माथि फेरि सिटले भिजिरहेको होला कि अन्त पहिला एकचोटि खाएको लामा भल्दै बोलेको थिएन क्या दाउरा त पाइन्छ होइन यहाँबाट बोक्नु त्यत्रो बनै जानुपर्छ त्यहीँतिर सुके कस्तो राम्रो दाउरा हामीले नयाँ साथी पाएका छौँ होइन अब माथि चाहिँ दाउरा तर्न पाइन्छ भन्ने कुरो काठमाडौँदेखि यत्तिकै बेरसम्म बोकेर आइयो यो काठमाडौँबाट ल्याएको तपाईँले पनि गर्नु जात्रै गर्नु खोल्नु ओइ भाइ बरु यो दोरीले हेर गाडी यसरी बात भाइ डो होइन ठिकै छ यतिकै बोकेर लान्छ यार झन् गाह्रो हुन्छ अघि झन्डै घाँटी भाँच्दैन होइन तपाईँले नजानेर घाँटी नभाँचेको अनि यहाँ तलको त्यो डोली बाँधेर एउटा लट्ठी सिराउनु एकजनालाई भाडा नि परेन दुईजनाले चट्टा झुन्यो नि सबै काठमाडौँबाट अल सेट ऊ यसलाई भाडाको पानी यता खोलाको पानी पोर्नु त हुँदैन रे ऊ चाहिँ झार्दै पार्छ फिल्टर भएको सकिन्छ सुनिस् नि आधी घन्टासम्म नरोक्ने अब हामी बिस्तारै हिँड्ने आधी घन्टासम्म नरोक्ने आधी घन्टा बितिसकेको छ र आधी घन्टामा अझ हामी यता पुग्यौँ यता नयाँ साथी पनि हामीसँग छ जार बोकेर यहाँसम्म आइयो हाम्रो सिद्ध दादा खिच्दै हुनुहुन्छ चन्दन ओए तेरो कस्तो छ एक्सपिरियन्स के भइरहेको भवाल भइरहेको ब्रो ह्याभिङ फन ए हेलो भाइ के छ खबर ठिक छ मजा आइरहेछ 15 minutes later. हाम्रो साथी अहिलेसम्म पनि हामीलाई साथ दिइरहेको अवस्था होइन चन्दन गर्मी हो सो हामी एक खुट्टा पहिला फेरि रेस्ट गर्दैछौँ त्यसले गर्दा रेस्ट गर्दैछु भन्न एउटा पनि हामी होइन क्या मैले गर्दाखेरि रेस्ट गर्दैछौँ भन् रेस्ट उठ्छ मामा एकछिन हिँड्छ 5 मिनट फेरि उठ्छ 15 मिनट हिँड्ने रे हिँडेको 2 मिनटमा यसले 10 मिनट हुँदैन रहेछ त्यो केटीहरू हुँदा हामी फिक्स त ढिला हुन्छ ल ल जाउँ मुभ मुभ ल तेरा बाजी यत्रो लुगा फुगाले यत्रो ब्याग झार ल ल ल ल ल यहाँ क्यामेरामा हेलो भन् हेर म त हेर्छु भोलिसम्म यसको फोन टिकै रहेछ नि चाहिँ होइन भोलि र पर्सिसम्म यसको फोन टिकै रहेछ नि म यसको खुट्टा ढोकिन्छु ल म यतिको ग्यारेन्टी ल च्यालेन्ज है गाइज सी यू चाउचाउ यसलाई दे त सो अब होइन हामी एकछिन रेस्ट गरेर अब हामी यहाँ मुभ अन गर्दैछौँ हामीले यो ग्यापको बिचमा चाहिँ केही रमाइलो कुराहरू गऱ्यौँ
यताउति सिङ्गिङ भयो, गिटार बजायौँ, आफूले लेखेको गीतहरू सुन्यौँ, सुनायौँ, हाँसियो, गाली पनि खाइयो, रमाइलो भयो। झार बोक्दा बोक्दा अलि बेसी गाह्रो भयो होइन, त्यही भएर अब एक्सचेन्ज गरेर आउँदैछौँ। फाइनली रेस्ट होइन त गाइज, जाने कि हो हामीले टचा एउटा ल्याएन क्या, त्यही गल्ती भयो। मैले बोक भने त नि लगभग 4 घन्टाको उकालो उक्लेपछि हामी पानी भर्न आधी बाटो बल्ल पुगेको छौँ हामी। आज हाम्रो डेस्टिनेसन चाहिँ नपुग्ला जस्तो लागिरहेछ मलाई होइन। बल्ल बल्ल हिँडेर चाहिँ रोड भेटायो हामीले। अझै 3 घन्टाको बाटो छ अरे। हेरौँ अब यो बाटोबाट पनि हामी मुभ अन भएर त जान्छौँ होइन, तर यहाँबाट अब कति टाइम लाग्छ थाहा छैन। यसो प्लान हेर्दाखेरि चाहिँ हामी बाटैतिर कतै खुल्ला स्पेस भयो भने चाहिँ त्यतै क्याम्पिङ गर्छौँ भन्ने छ। 1 hour later. यही बोक्छु भन्दै त्यही बोक्छु। फाइनली अघि रेस्ट गरेको ठाउँबाट एकछिन अर्को लामो उकालो उक्लेर हामी आइसकेका छौँ होइन। कति छ भाइ, त्यसको आधी पनि छैन होला। त्यस अब अझै टाइम लाग्छ, अझै लगभग 2.5 घन्टाको बाटो छ। A few moments later. खाजा खाएर रेस्ट सक्यो, अब हामी मुभ अन हुँदैछौँ। मेरो भाइ मलाई हेर्दैछ मेरो बाटो होइन। अघि ब्याग बोकियो पालै पिलो, अब मेरो पालो चाहिँ फेरि जार बोक्ने भएको छ। जार बोक्दै जाँदैछौँ, यस रमाइलो हुँदैछ। सियो अब माथि पुगेपछि अर्को हुन्छ होइन। अझै आधी घन्टा जतिको उकालो उक्लेपछि अर्को स्पोट आइपुग्छ हाम्रो। 1 hour later. थाहा छैन कहाँ जानियो के जानियो, अघिदेखि आधी घन्टामा पुगेँ बनाएछ। उकालो चढाएको छ पुग्यो होइन। फ्रस्ट्रेसन लेभल हाई भइसक्यो। जार बोक्दा ढाड सोधिसक्यो बिहानदेखि। ओहो अझै कति टाइम लाग्ने हो थाहा छैन है। यस्तो ठाडो उकालो उक्लिनुपर्छ। अघि आधी घन्टा भनेको 1 घन्टा भइसक्यो, हामी पुगेका छैनौँ है गाइज। A few moments later. लगभग पुगिसक्यो भने नि हुन्छ। अब यतै बस्ने भनेको प्लान क्यान्सल गर्दै होइन। अब म जार बोक्दै बिस्तारै रेस्ट गर्दै एक्लै गइरहेको छु। केटाहरू अगाडि पुगिसके होइन। अब यस्तो बाटो छ टक्क यहाँबाट गुल्ट्यो भने त यार एकैचोटि कहाँ पुगिन्छ। तर यताबाट हिमशृङ्खलाहरू चाहिँ एकदमै दामी आउँदो रहेछ यार। यहाँबाट देखाउन मिलायो तपाईँलाई देखाउँथेँ। केटाहरू अगाडि छ है, हेर यहाँबाट खतरा देख्छ क्या भ्यूहरू। सायद मेरो क्यामेराले भ्याउँदैन होला। हामी अझै त्यो डाँडाको टुप्पोमा पुग्नुपर्छ। मजा आइरहेछ। टार बोक्दै हिँड्दै होइन, उकाली ओह्राली गर्दै यस्तो ओह्रालो झर्नु छ अझै मजा आइरहेछ। यहाँबाट चाहिँ खतरा बब्बाल भ्यू आउँछ के। यो मेरो चारैतिर समय त ध्यान दिएन। धन्यवाद आरिगातो गोजाइमास हैन त।
क्यामेराले अलिक ब्रो लगाइरह्यो होला भाइ छक परिसक्यो उहाँ पुग्नु छ भनेर अझै लगभग हामी 1-1.5 घन्टाको त सफर त छ अझै हामीले डिसेम्बरको लास्ट सनसेट हेर्न पायौँ एक्सपिरियन्स एकदम रमाइलो भयो है आजको सनसेट हामीले धन्न हेर्न पायो आई थट विल मिस इट तर लगभग आज हामी घर हुन्छ नि बिहान 9 कति उता हामी कति बजी उत्रेको 9:14 देखि हिँडेको अहिले कति बज्यो लगभग 6 बज्यो हामीले आज कति हिँड्यो लगभग कति घन्टा हिँड्यो जाऊ जार बोक्नु काम छ अब मेरो ड्युटीमा लाग्नु पर्यो है अब लगभग हामी हाम्रो डेस्टिनेसनमा पुगिसकेका छौँ सायद अब मोबाइलको चार्जले नि ढोका दिन्छ अब हाम्रो भ्लग चाहिँ माथि पुगेर चाहिँ इन गर्नुपर्ने हुन्छ जहाँसम्म लाग्छ 1 hour later. Finally we are in the camping area दाँतबाट पसिना आएको अवस्था भ्यू बब्बाल ब्रो चार समाइदैन एउटा हातमा मोबाइल भयो क्या समाइदैन त्यो कस्तो गर्थ्यो समाइदियो है एकछिन बसौँ लगभग हाम्रो क्याम्पिङ एरिया आइसक्यो तपाईँ क्याम्पिङ एरिया भन्नु न क्याम्पिङ एरिया खै ए भुत्रो होइन सरी गाइज रङ इन्फर्मेसन क्याम्पिङ एरिया यो अरे अगाडि बेथान चोक यहाँ चाहिँ क्या क्याम्पिङ गर्ने हो र तेरा बाजे बेथान चोकै माथि हामी बेथान चोकमै छौँ हामी अहिले बेथान चोकको फेदीमा बुद्ध पार्क भन्ने ठाउँमा छौँ तर यताबाट भ्यू चाहिँ एकदम बबाल आइरहेछ क्या सिधा तपाईँको टाउको बत्ती बाल्नु यतापट्टि फ्रम सिमकलाको भ्यू पनि राम्रो आइरह्यो होला है र अझैसम्म पनि भ्यू चाहिँ एकदम बबाल आइरहेछ कि अहिले लगभग कति बज्यो ओके 6 बज्न लाग्यो हामी 6 बजे लगभग बल्ल बेथान चोकको फेदमा पुगेका छौँ यस अब यहाँबाट अझै लगभग अझै 20 मिनट जति हिँड्नुपर्छ होला आधी घन्टै भनौँ त्यो बत्ती बलिरहेको ठाउँमा पुग्नुपर्छ A few moments later. अब अझै बेथान चोक यही हो अहिले अँध्यारो भएकोले चाहिँ खासै केही देखाइरहेको छैन हामी चाहिँ त्यो बत्ती बलिरहेको ठाउँमाथि जानुपर्छ अझै क्याम्पिङको लागि फाइनली हाम्रो ट्रेकिङ स्पोटमा पुग्यो तर अनुहार चाहिँ केही देखिएको छैन है कसम अँध्यारै छ यार कस्तो लाइटै नपुग्यो खाना बनाउँदैछ गाइज भिजोक हुँदैछ बल्ल तल्ल आगो बाल्यो अनुहार हेर्नु यहाँ है आँखाबाट आँसु झऱ्यो यार हाम्रो टेन्ट सेटअप भइसकेको छ है तरकारी त हो एउटा दम्दैछ केटोले अब कसले कालेले होइन बिस्तारै एकछिनमा खाना पाक्छ होइन कुकले आफ्नो किचन सब्जी या ल हेर्नु आइज बब्बाल भएछ ल पानी सुक्दैछ उम्लिँदैछ होइन अब केही मिनटमा हाम्रो भात चाहिँ रेडी हुन्छ त्यही भएर यसले भनेको ससेज खाने हो नि त
नाइस यस यहाँ साथी पनि छ त्यसलाई पनि अलिकति हालिदिउँ र हाम्रो पनि यहाँ चल्दैछ होइन केमा त्यहाँ आफ्टर के अरे लगभग हामी यसको लागि कति 1 घन्टा चल्यो नि दादा तौडमै त्यहाँ हो 1 घन्टा चल्यो माछा अब मेरो चाहिँ मलाई मिठो लागिरहेछ है गजब भएको छ कस्तो लाग्यो तपाईँलाई मिठो छ है भाडामा पनि हाल्नुपर्छ नि भाडा हाल्दा पनि मिठो हुन्छ यो खन्चुवा होइन अँध्यारोमा केही देखेन खाइरहेछ पक्कापक मिठो भयो यार करा अलिकति ताला भयो मिल्छ अब हाम्रो गुड नाइट हुनु लाग्छ होइन गाइस खानासाना खाएर सक्यो भाडा थन्काइसक्यो यो भ्लग म फाल्दिन्छु ए कुकुर यहीँ सुतिरहेको रहेछ हामीसँग भएको साथी पनि यतै सुतिरहेछ होइन अब हाम्रो पनि गुड नाइट हुनु लाग्छ भोलि लास्ट डे हो भोलि सनराइज हेरेर चाहिँ भ्लग एन्ड गर्ने छ अनि अहिलेको लागि चाहिँ गुड नाइट है गाइस गुड मर्निङ गाइस अहिले यहाँ बिहानको लगभग 6 बजेको छ र हामी के खतरा भ्यू हेर्नेवाला छौँ पेसेन्स लेभल कतिको छ त लगभग हामी 20 मिनटभन्दा बढी यहाँ उभिसक्यौ तर सनराइज अझै पनि आएको छैन है अझै रहेछ जस्तो छ तर लाइट भने चाहिँ बिस्तारो बढिरहेछ है वरिपरिको हिमालको भ्यू चाहिँ भक्काल आइरहेछ क्या गोडाहरू सबै चिटिक्क देखिरहेछ होइन फाइनली हाम्रो भक्तपुरदेखिको सफर चाहिँ सकिएको छ हामीले जुन हेर्न खोजेको छ त्यो हामीले हेर्न पाइसकेको छौँ भक्तपुरदेखि पनौती हुँदै धुनखर्कीबाट सबैले एउटा भारी बोक्दै कसैले ब्यागमा के बोक्दै कोहीले जार बोक्दै हाम्रो सफर सकिएको छ र यस्तो ब्युटिफुल भ्यू हेर्न पायौँ हामीले के भन्नुहुन्छ दादा के भन्नु मन लाग्छ खुसीको आँसु निस्क्यो सो सी इन द नेक्स्ट भिडियो यो प्लेस चाहिँ घुम्नको लागि एकदम रेकमेन्ड गर्छु अब कसैलाई पिस लभरहरू अनि हुन्छ नि अलिकति शान्ति खोज्नेहरूलाई चाहिँ यो ठाउँ एकदम राम्रो छ सनराइज अफ 2026